हेलो गुड मर्निङ नमस्ते आयो तपाईँहरू सबैजना सञ्चार गर्नुहुन्छ अनि म पनि एकदमै धेरै आरामै छु। होलीपछि आज मैले भ्लग बनाएँ। आजको दिन स्याटरडे भएर मैले चाहिँ खाना नास्ता केही गरेको छैन, बनाएको पनि छैन। हजुरहरूले चाहिँ नास्ता पनि गरिसक्नु भयो होला, कसैलाई खाना पनि खाइसक्नु भयो होला। आज नुहाइधुवाइ यताउति ढिलो पनि हुन्छ। आज मेरो बुढोको पनि छुट्टी, बहिनीको पनि छुट्टी, सो मैले चाहिँ आरामसँग काम गरेँ होइन। अनि आजको दिन चाहिँ एकदमै धेरै हाम्रो फ्यामिलीको लागि एकदमै धेरै स्पेसल छ गाइज। अनि एकदम धेरै इमोसनल पनि भएको छु म, र चाहिँ खुसी पनि भएको छु, र एक्साइटेड पनि छु के। हाम्रो फ्यामिलीमा एकदमै धेरै इम्पोर्टेन्ट दिन हो यो आज चाहिँ। मैले हजुरहरूसँग सेयर गर्न चाहेँ होइन। मेरो बाबा चाहिँ 6 वर्षपछि बल्ल बल्ल नेपाल आउँदै हुनुहुन्छ, घर आउँदै हुनुहुन्छ। एकदमै धेरै खुसी छु म। कुनै पनि चाडपर्व, कुनै पनि फेस्टिभलहरू यताउति केही पनि हामीले सेयर गर्न पाएको थिएनौँ। बाबा सधैँ विदेश दुःख लाग्थ्यो। कहिले हामी बाबासँग भेट होला, कहिले चाहिँ हामी सेयर गर्न पाइएला दुःखहरू सुखहरू, फेस्टिभलहरू सँगै बसेर कहिले सँगै रमाउन पाइएला भन्ने चाहिँ हामीलाई लाग्थ्यो होइन। अनि सो द्याट आज चाहिँ हामी दिउँसो अब खानासाना खाएर एकछिन रेस्ट गऱ्यो होइन, रुममै यताउता काम हुन्छ अनि सकेर भ्याएर अनि हामी बाबा लिनु जाने बेलामा चाहिँ निस्किन्छौँ होला समथिङ त्यस्तै। बाबा यहाँ रातिको 8:30 बजीतिर चाहिँ आइपुग्नुहुन्छ ल्यान्डिङ भएर, अनि हामी चाहिँ त्यति बेलै त्योभन्दा अगाडि गएर बस्छौँ। धेरै एक्साइटेड छु क्या म मेरो बाबालाई भेट्न लागि। ल साथीहरू, मैले चाहिँ मासु बनाउनु लागेको। अब के खानु तरकारी भने अब मासु शनिबारको दिन पनि मासु खाइदिनु त। मेरो बुढो मासु लगेर बुढो मात्रै के भन्नु, मैले पनि खाइदिएको तातो बेलामा। मिठो लाग्छ, मासु नै मनपर्छ धेरै जस्तो, के गर्नु त। अब मेरो बहिनीले पनि मासु मन पराउँछ, म पनि मासु हो। अब बुढोको बानी मलाई पनि बसिसक्यो। अब खाना पाक्छ, खान्छौँ होइन। आज म धेरै खुसी पनि छु साथीहरू। म चाहिँ ढेँडो बनाउनु लाग्छ, ढेँडो खानु मन लाग्यो कि मलाई, एकदम मासुसँग खानु मन लाग्यो मलाई। ओहो, ढेँडो खाइदिने हो त, मासु पाकिसक्यो। अब ढेँडो स्वादले खाइदिने हो साथीहरू। म चाहिँ सुतेर उठेर पनि होइन, अघि खाना आयो, खाएर पनि मैले भाँडा माझेर सबै काम सकेर सुतेर उठेर चटपट खाएँ कि लास्टै निन्द्राले। अनि अहिले चाहिँ साँझ हुँदै गयो। अहिलेसम्म त्यस्तै कति बज्यो भन्दा 5 बजीसम्म, 5:30 भइसक्यो। म सुतिरहेको थिएँ, बुढो बाहिर जानुभएको थियो, त अहिलेसम्म आउनुभयो होइन। अनि म चाहिँ टाइम बित्दै जाँदाखेरि एकदम एक्साइटेड हुँदै गइरहेको छु। कति बेला बाबासँग भेट हुन्छ, कति बेला बाबासँग भेट हुन्छ भनेर एकदम एक्साइटेड भइरहेको छु। अब खाना पकाएर खाएर जाने हो हामी चाहिँ। अनि रातै पर्छ नि त पुग्दा। म चाहिँ अब तरकारी लिन जानु लाग्यो। ढिलो भइसक्यो, अब चाँडो लिएर आउँछु। के बनाउनु कि थाहा छैन होइन। बुढो चाहिँ केही स्पेसल बनाऊ भन्नुभयो, बाबा आउने हेरेपछि। पानी आउला जस्तो भयो, म छिटो गराउनु पर्छ। त्यही भएर मैले चाहिँ स्कुटी नै लिएर जान लागेको, छिटो हुन्छ नि त स्कुटीमा गएपछि। म चाहिँ पुरानो एरियामै हजुरको तरकारी लिनलाई जहिले त्यही हो, तयारी आन्टीको तरकारी राम्रो आउँछ। मेरो स्कुटी पनि मिटर छ, व्हाइट कलरको मेरो स्कुटी। तरकारी लिएर फटाफट जानुपर्छ, पानी आउला जस्तो। टमाटर यही हो। मैले चाहिँ सबै सामान किनेँ। अब लाग्नुपर्छ, ढिलो भइसक्यो। अब चाहिँ म निस्किन्छु साथीहरू, ढिलो भइसक्यो। ल म तरकारी लिएर आएँ, स्कुटी यहीँ राखेर।
जान्छु म चाहिँ। भइसक्यो खाइरे। मैले चाहिँ अब मासु मेरिनेट गरेर राखिसकेँ, बनाउनु बाँकी छ। खासमा मेरो बुढोले चाहिँ बिरयानी बनाऊ भन्नुको बाबा आएको स्पेसली, फेरि के बनाउनु होइन। मासु मेरिनेट गर्न राख्दैछु। अब म चाहिँ अब बिरयानी बनाउँदैछु, हेर्नु साथीहरू। मासु फ्राई गर्दैछु। अब यहाँ प्याज फ्राई गरेर राखिसकेँ, अनि त्यहाँ चामल छ, अनि यो मासुमा चाहिँ अब म एकदम मजाले चामल सबै चिज हाल्छु। पाक्दैछ, पकाएर हामी निस्किहाल्नुपर्ने छ। 8 बजिसक्यो। अब ढिलो होला भन्ने टेन्सन भइरहेको छ मलाई। गाडी कति बेला पाउने होइन, पाइन्छ कि पाइँदैन नि थाहा छैन। सो साथीहरू, मेरो बिरयानी रेडी भइसक्यो, फुल कुक भइसक्यो। अब म चाहिँ अब हामी चाहिँ अब रेडी हुन थाल्नुपर्छ, रेडी भएर निस्किनुपर्छ। 8 बज्न लागिसक्यो। यस्तो रात परिसक्यो, गाडी पाइन्छ कि पाइँदैन नि थाहा छैन। अब रेडी हुनु पऱ्यो। म चाहिँ निस्किसकेँ साथीहरू। अब ढिलो नै भयो। अब हजुर ओहो चिसो पो हुन्छ क्या है, कुर्ता लगाएको छ। हामी चाहिँ सामुकोसी गएर गाडी चढ्छौँ। सामुकोसी गएर गाडी चढ्छ। अरे गाडीमा जाने, अब के गर्नु त, सधैँ साधन पनि हुँदैन, अड्दैन नि त। एक्साइटेड छु, पठाउ ट्याक्सी गरेको गाडीमा आउन भ्याइएन, किनकि बाबा झरिसक्नु भयो अलरेडी। ल्यान्डिङ भइसक्नु भएछ। हामी चाहिँ गाडीमा आरामसँग जाने भनेको, बट हतार गरेर पठाउ ट्याक्सी गरेर आइयो। फर्स्ट टाइम चाहिँ म अहिलेसम्म आएन एयरपोर्ट चाहिँ, कसैले पुऱ्याउन नि आएन, मेरो बाबा आउनुभयो। हामी यहीँ रोकिने त होइन होला नि होइन। अन्त नि अब नम्बर अब कुन कुनकोबाट गर्नुभयो थाहै हुँदैन। बाबाको यत्रो धेरै भिड हुँदो रहेछ। एयरपोर्टमा त मान्छे, हाम्रो देशको हालत यस्तो छ। उता यता 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 उता हुनुहुन्छ। यता यता झुन्डिँदै हुनुहुन्छ, यता अगाडि आउनु। यताबाट झर्न मिल्छ होला नि। हामी चाहिँ अब फेरि ट्याक्सीमा पर्खिन्छ। अगाडि बस्नुहुन्छ कि पछाडि बस्ने? अघि बाटो जाने। आउने बाटो र जाने बाटो छुट्टै छ। अहिले बनाएको नि यस्तो पहिला थिएन। ट्याक्सी गाडी म त फर्स्ट टाइम आयो एयरपोर्टमा आज। मैले भित्र हेरेन ढिलो भयो नि, म त बाबा निस्किने यति टाइममा हो। अब हामी भित्र लाइन साइन बस्दा ढिलो गर्ला भनेर आरामसँग निस्केको के को। हामी निस्किने बित्तिकै तपाईँको फोन आइहाल्यो, अनि हतार फेरि पठाउ ट्याक्सी गरेर अनि हिँड्न परिहालेको। म त नत्र आउँथेँ क्या, फेरि भइगयो त सानो के लाठी जस्तो भइसक्यो। गाडीमा चढ्नु थियो निन्द्रा लाग्छ। जति धेरै बस्यो उति चार्ज लाग्छ होइन? होइन, यो 5 मिनटभन्दा टाइम हुन्छ नि। यहाँ 5 मिनटभन्दा उता 60 रुपियाँ लिन्छ। त्यहाँबाट घन्टौ भएपछि त त्यहाँ छुट्टै
ए मान्छे आउने अनि नाम देखाएर बस्ने रहेछ एराइभल यहाँ माथि हो कि आउनु 5 मिनेट भित्रमा चाहिँ निले होइन चार्ज दिँदैन यस्तो रहेछ नि 5 मिनेट गर्न त ल ठिक सक्दिन छ आउने बित्तिकै हेर्दैन हेर्दैन फ्याट्टै चढेर हिँडिहाल्यो अहिले त्यस्तो बनाउनु त अलिक पहिल्यै आउनु पर्छ क्या ल ठिकै छ अब कुनै दिन फेरि आइएला नि पहिल्यै आएर जाने यसो उताभित्रतिर पुग्यौँ बाबुलाई लिएर अनि हतार हतार गरेर आइयो मेरो बाबा अब मेरो बाबा पनि युट्युबमा आउनुहुन्छ फाइनल्ली ल बालछोरी सो अब हामी फ्रेस हुनुपर्छ बाबालाई अनि रेस्ट गरेर खानासाना खाएर अनि हामी सबैजना सुतिन्छ खबर त गरिदिनु पऱ्यो हेलो साथीहरू दिस इज द नेक्स्ट डे अहिले चाहिँ मैले चाहिँ हिजो भ्लग इन गर्न भ्याइनँ होइन धेरै ढिलो भइसकेको थियो 10-11 समथिङ 10 बजिसकेको थियो अनि खाना खाएर सुतेँ थकाइ पनि लाग्यो होइन भ्याइनँ बिर्सेछु अनि अहिले चाहिँ खाना खाएर समथिङ 11 साढे 11 भइसक्यो अनि यति बेला भ्लगिङ गर्दैछु एकदम हामी चाहिँ एकदम धेरै खुसी छौँ मैले भिडियो यतिखेर इन गर्न चाहेँ यही खुसी र हर्षका साथ तपाईँहरू पनि आफ्नो ख्याल राख्नु होला अनि मेरो युट्युब च्यानलमा नयाँ हुनेले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला अनि सेयर लाइक कमेन्ट सब गरिदिनु होला मेरो युट्युब च्यानलमा धेरै 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 माया गरिदिनु होला र यही भन्दै बाई भन्न चाहन्छु लभ यु अल सी यु अगेन फेरि भेट्नेछौँ हामी ओके बाई